हेलो गाइज, हामी चाहिँ नदी किनार छेउमा छौँ। यो हाम्रो गोदावरी नदी यतातिर बग्दैछ अनि हामी चाहिँ यहाँ हामी दुईजनाको पिकनिक हो यो, उसको र मेरो पिकनिक हो। अब हामी यो पिकनिकमा हामीले सिकुवा बनाएर खान्छौँ। अब आगो बाल्ने तयारी हुँदैछ हाम्रो। फाइनल्ली हामीले यता आगो पनि बालिसक्यौँ। आगो बाल्ने उयो डन हो यो मान्छेले चाहिँ आगो बालिसक्यो। म काम चोर चाहिँ होइन, मैले अरू काम गरेँ, त्यो मसलाहरू मिक्स गरेँ केही कुराहरूमा। अनि हाम्रो फाइनली आगो पनि बल्यो। अब त्यसपछि हाम्रो एकछिनमा आगो राम्रोसित दाउरालाई समातेर कोइला बन्छ। कोइला बनेपछि अनि बिस्तारै हामी माथि सेक्छौँ। हामी अहिले यो खोलाको बगरमा हिँड्दैछौँ। हामी किन हिँड्दैछौँ भने हात धुन हाम्रो अलिकति फोहोर भएको थियो। आगो बाल्ने बेला यताउता दाउराहरू समातेर माटो लागेको थियो, त्यही भएर हामी हात धुन जाँदैछौँ। यो हाम्रो बगर हो, बाटो यस्तो छ। यता साइडमा नदी छ, कैलालीको गोदावरी हो यो चाहिँ। हामी चाहिँ यहाँ हात धुनु भनी आएको हो खासमा। हेलो गाइस, आज हामी गोदावरी नदीमा आएको होइन, मासु लिएर के गर्ने दुईटा मान्छे मात्रै आछौँ। हाम्रो सानो पिकनिकको रूपमा हो भन्नुपर्दा। एउटा हाम्रो उता धामी र एउटामा राहुल राणा। हाम्रो चाहिँ त्यस्तो प्लान त थिएन, तर पनि आज इक्जामको अन्तिम दिन थियो, त्यही भएर हामी यस्तो माइन्ड फ्रेस गर्न चाहिँ आएको यता। गाइज, हाम्रो यो सेकुवा एकदम रेडी भएको छ। एकदम स्पाइसी त भएको छैन, तर स्वादिलो चाहिँ मस्तै भएको छ है। टक्क पारेर हाम्रो प्रोग्राम सकेर हामी कतै छौँ।